त्यसपछि फेरि हैन आज इंग्लिशबाट भएको फेरि इंग्लिश रे भन्दा बोल्दा हामी हैन वी आर नट इंग्लिश सक्यो इंग्लिश खतम भयो किनकि इंग्लिश सबैलाई एकजनालाई बोल्नु लागि कसैले प्रफिट बोलेन हो प्रफिट चाहिएको थिएन र पनि हामीलाई आएन कि एउटा क पनि भन्नु सो हामी चाहिँ अब इंग्लिश मात्रै को हुन्छ कहिले गाइस चाहिँ घाम लाग्यो भने चाहिँ सनग्लास पनि लाउनु पर्यो नयाँ हामीले लिएर आएको आज चाहिँ घामै लागेको छैन के भएको त हामी यस्तो लुगा लगाएर आएको छ दिन चाहिँ खतम भयो हेलो गुड मर्निङ अल अफ यू फेरि पनि तपाईहरुलाई उसराईको ब्लगमा वेलकम छ आज चाहिँ मेरो छुट्टी हो सो म बाहिर जान्दैछु है म कहाँ जानेछु के गर्नेछु म देखाउनेछु तपाईहरुलाई आज म कति इम्पोर्टेन्ट कुराहरु पनि बताउने छु है सो तपाईहरुले लास्टसम्म हेर्दै गर्नु होला अब कति कुराहरु चाहिँ यहाँनिर सिङ्गापुरमा डिफ्रेन्ट प्रकारको हुन्छ है जस्तो गाडी भाडाहरु भयो है त्यहाँनिर हामीले क्याशमा दिन्छ यहाँ चाहिँ कार्डमा ट्याप गर्नुपर्छ है सो त्योहरु म देखाउने छु तपाईहरु हेर्दै गर्नुहोस् होला म चाहिँ भर्खरै बसबाट निस्केर अब एमएटीमा जाँदैछु सो यसरी हिँड्नुपर्छ है बसदेखि पनि अलिक हिँड्नुपर्छ 5 मिनट जति गाइस चाहिँ एमएटीको लागि हो अब हामी यसरी हेरेर जानुपर्छ जस्तो यो ब्युटी वर्ल्डमा छैन म अब लिटल इन्डिया जानु छ भने यस्तो हेरेर जानुपर्छ जस्तै मेरो ब्लू लाइन भयो है यहाँ चाहिँ ब्लू लाइन पर्पल लाइनहरु हुन्छ है जस्तै मेरो चाहिँ ब्लू लाइन छ यो लिटल इन्डिया जानु लागि अब मैले 1 2 3 4 5 6 7 मा चाहिँ आइपुग्ने रहेछु म लिटल इन्डिया है सो हेर्दै गर्नु होला म चाहिँ एमआईटी भित्र छु आयो अब म चढेर गएको गाइस मान्छे त कम्ता दिन्छ म चाहिँ आइपुगेँ सो निस्किने छु यहाँ चाहिँ यतिको मात्रै लाइन हो कम्ती भिड चाहिँ हेर्नुहोस् म चाहिँ यहाँ टेकाभित्र आइसकेको छु यिनीहरूलाई भेटेछु दादा नमस्कार हामी चाहिँ 4 जना भेटिसकेको छ नानु आएको छैन है अन्त अब नानु आउने छ त्यहाँदेखि चाहिँ हामी 5 जना हुन्छ नानु हाई हामी चाहिँ आज 4 जना भेटिसकेको छ 5 जना अब चाहिँ यहाँ उसाले कार्डमा पैसा हाल्दैछ हाल Please do not be annoyed by a if you see any suspicious looking person or article. Please inform our staff or call 999. हालिसक्यो उसाले चाहिँ यहाँनिर एमआईटी कार्डमा पैसा पनि हामी चाहिँ है मरिना बे स्टेट आएको छौँ हामी चाहिँ यहाँको छौँ अब हामी जाँदैछौँ घुम्न नानाको चाहिँ आज चप्लीले साह्रै बिजोग बनाएर यहाँ यस्तो भइरहेछ हामी चाहिँ अब एक्जिट भएर जाँदैछौँ यहाँदेखि बाहिर चाहिँ घाम लाग्यो भने चाहिँ यसो सनग्लास पनि लाउनु पर्यो नयाँ हामीले लिएर आएको आज चाहिँ घामै लागेको छैन के भएको यस्तो सनग्लास नलागा भन्दैछ के हो आज पानी परेर बिचो भएको छ बिचो त्यही त जाडो हुँदैछ त जाडो माथि हिँड्नु न माथि जाडो हुँदैछ है ठिकै भयो भने त ज्याकेट लिएर आएको छ गाइस अयो सधैँ चाहिँ यति साह्रो गरम हुन्थेन त्यही भएर आज हामीले यस्तो ड्रेस लगाएर आएको नि त आज चाहिँ फेरि धुम्मा दिन भएर सनग्लास पनि लिएर आएको होइन सनग्लास पनि लगाउनु अब पाउँदैन रहेछ यस्तो धुम्मा दिन भइरहेछ जाडो हुँदैछ जाडो हेलो फ्रेन्ड्स आज हामी यस्तो लुगा लगाएर आएको छ दिन चाहिँ खतम भयो ल त्यही त जाडो भयो पुरा जाडो भयो अब सल किनेर ओर्ने म मेरोमा त पैसा छैन म त ओर्दिनँ त्यतिकै हिँड्ने हो गाइस हामी चाहिँ मरिना बेर आइपुग्यो होइन यहाँनिर हेर्नुहोस् यस्तो दामी देख्ने थिएछ अब घाम लागेको भए चाहिँ तर यहाँ चाहिँ घाम छैन होइन पानी परेर बिजोग भयो आइ पनि पुग्नुपर्ने पानी पनि पर्नुपर्ने के हो यस्तो हाम्रो ग्रुपमा चाहिँ बेसी भ्लगर भएर कि सबै भ्लग गर्ने मात्रै छ हो हामी 5 जना छैन ग्रुप 3 जना त भ्लगरै छ 2 जना मात्रै हो नहुने चाहिँ हो यस्तो छ गाइस हामी चाहिँ ओ सन्जु हामी चाहिँ मजा आइरहेछ तँलाई कस्तो भइरहेछ एकदम फ्रेस एकदम ओइ मलाई एकदम दामी ए हो
कसरी घुमिरहेको छ तर पानी परेर अलिक हौल भयो तर रह्यो पानी चाहिँ अहिले खोइ यस्तो के गर्नु यस्तै छ पारा मेरो भन्दा आज चाहिँ वेदर चाहिँ माथि जाउँ भन्थ्यो त माथि जाउँ भन्दै थियो कि खै पैसा तिर्नु परेन भने चाहिँ अहिले जान्छ होला पैसा तिर्नु पऱ्यो भने चाहिँ हामी जान्दैन किनभने हाम्रोमा पैसा छैन नि त पैसा अहिले तँसँग पैसा हामीसँग कतिका मेरो भ्लगमा त के बोल्दैन त भ्लगर बेसी भएर हेर्नु हेलो गाइस भ्लगर मात्रै बनाउँछ म चाहिँ टिकटकर रिल्स बनाउने हो नाना चाहिँ म चाहिँ ओन्ली फोटो मात्रै बनाउनु सक्छु हेलो गाइस है आज चाहिँ हामी घुम्न आएको पुरा जाडो भइरहेको छ लुगा लगाएको छ यस्तो हो के गर्नु अब पुरा माया लाग्नु भयो अब बाबुलाई प्लिज मलाई पनि सब्सक्राइब गर्नुहोस् फलो गर्नुहोस् सब्सक्राइब गर्नु फलो गर्नुहोस् मेरो सिर्फ फेसबुक पेज छ रिन्चेन तामाङ छ प्लिज गो एन्ड फलो मी प्लिज यसमा चाहिँ फेरि होइन आज इङ्ग्लिसबाट भ्लग हो फेरि इङ्ग्लिस चाहिँ फेरि खतरा बोल्छ हामी होइन इङ्ग्लिस सक्यो इङ्ग्लिस खत्तम भयो किनकि इङ्ग्लिस सबैलाई एक एकजनालाई बोल्नु लाग्यो कसैले पर्फेक्ट बोलेन हो पर्फेक्ट त चाहिएको थिएन र पनि हामीलाई आएन कि एउटा क पनि भन्नु आएन अब इङ्ग्लिसमा चाहिँ क हुन्छ कहिले गाइस के भएको यो एउटा क पनि भन्नु आएन देखा आपने लापरवाही का नतीजा है छोड्यो नेपाली नै बोल्ने आज उजाको नाना कताबाट भए पनि जाउँ दाजु मलेसियाबाट आउनु भएको हेलो दा कस्तो हुँदैछ तपाईँलाई यहाँ हजुर मजा आइरहेछ ए दाजु हामीसँग घुम्नुहुँदैछ मजाले घुमाइदिनु पऱ्यो भने थियो कि तर मलाई पनि याद छैन अब अरूले घुमाउँछ यो चाहिँ अरे गार्डन बाइ द वे होइन एप्पलको फोनहरू मात्रै देखेको ल्यापटपहरू देखेको होइन एप्पलको रेस्टुरेन्ट पनि रहेछ यहाँ चाहिँ हेर्नुहोस् कस्तो दामी रहेछ यहाँ चाहिँ होइन अब घुम्नु त हामी जाँदैछौँ होइन तर पनि यहाँ चाहिँ बेसी हिँड्नु पर्दो रहेछ कि एउटा जग्गा जानु लागि यति बेसी हिँड्नुपर्छ अब यो डल्लै राउन्ड गरेर चाहिँ हामी ऊबाट पुग्नुपर्छ अब यो डल्लै हिँडेको थाकिसक्यो खुट्टा दुखिसक्यो यस्तो जग्गा चाहिँ आइपुगेको छैन पानी पऱ्यो फेरि पानी पऱ्यो पनि यस्तो छ यहाँ चाहिँ पानी परेर हामी चाहिँ यहाँ यसरी बसिरहेको छ बिजोक उयो नै एउटा चाहिँ दुईजना चाहिँ आउँदैछ हामी चाहिँ मरिना बेबाट फर्किँदैछ सो दुईजना छ अरू चाहिँ अगाडि गइसकेको छ सो हामी एकैचोटि टेकामा गएर भेट्नेछौँ तपाईँहरूलाई सो अहिलेको लागि बाई बाई गाइस हामी चाहिँ होइन लिटल इन्डिया खाना खाएर पनि अब हामी चाहिँ अघि बसे अब चाहिँ छुट्टिनु लागेको छ हो अब चाहिँ हामी सबैजना छुट्टिनेवाला छ सो अब चाहिँ गएको हाम्रो उषालाई चाहिँ सपोर्ट गर्नु होला बाई बाई सी यु नेक्स्ट भ्लग मैले मात्र मान्छु सो बाई बाई गाइस फेरि पनि हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ बाई बाई टेक केयर अल अफ यु